भविष्यमा के बन्ने मन छ रे? कोरिया जाने। अनि यता डाक्टर। ए अनि ग्यास्ट्रिक हुँदाखेरि कुन औषधि खान्छन्? ग्यास्ट्रिक हुँदा अँ ग्यास्ट्रिक औषधि खाने नि हो। अनि कुन हो त नि नाम थाहा छ ग्यास्ट्रिकको? थाहा छैन? अनि के रे अपरेसन गर्न पर्यो भने केले चिर्छन् डाक्टर हुने भए? चक्कुले। चक्कुले चिर्छन् हो र? कसरी चिर्छन्? काटेर चिर्छन्, यसरी चिर्छन् नि। के रे? यस्तो चक्कु समातेर यस्तो पेटमा राखेर अनि पहिला बेहोस गराइदिने, सुई लगाइदिने, अनि त्यसपछि चक्कुले काटिदिने, त्यसको बेल अनि त्यसपछि हेरिदिने अनि हुन्छ। हो। अनि पक्का डक्टर बन्ने हो त? 100मा 100% डक्टर बन्ने हो? ए अनि डक्टर बन्दाखेरि जाँड रक्सी चुरोट केही खाना हुन्छ कि हुन्न? अनि किन खान्छन् त डक्टरहरूले? अनि डक्टरले नै खाना हुन्न भन्छन् अनि डक्टरले नै खान्छन्। खै खान्छ नि थाहा छैन। ए भनेपछि धेरै पढेर डक्टर बन्ने मन छ, सबैको सेवा गर्ने मन छ। ए फ्रीमा गरिदिने हो कि अङ्कललाई त्यत्तिकै हो कि कसो हो? अङ्कलले औषधि ल्याउन आयो भने फ्रीमा दिने कि नदिने? दिने साँच्चै दिने होइन होला हो? ए अहिले कतिमा पढ्छौ नि? 5मा। ए भनेपछि डक्टर बन्न त धेरै टाइम लाउँछ नि, पढ्ने हो जति जे गरे नि। ए बिहा चाहिँ नगर्ने? डक्टर पढेर अनि बाबा मम्मीलाई सुखै सुखमा राख्ने होइन होला हो? ए अनुष्का चाहिँ कोरिया जाने? ए कोरिया गएर कति पैसा कमाउँछौ त? यता हेर भन, यता हेर, यता हेर क्या। कोरिया गएर कति पैसा कमाउँछौ? अनि तिमी डक्टर बनेर कति पैसा कमाउँछौ? कति 1 करोड? 1 करोड? अनि हाम्रो यो पुरानो गाउँ छोडेर जाने कि नजाने डक्टर भएपछि पैसा कमाएपछि? नजाने? यहीँ बस्ने? सबैले छोडेर जान्छन्, हामी मात्र बस्ने हो? तिमी त गयौ के रे? होइन ल ल त्यसो भने फेरि अर्को भिडियोमा भेटौँ ल है। बाई बाई। बाई बाई गर यता फर्केर दुईजनाले।